यसपालिको होली कलरफुल मोमोको साथ रमाइलो गर्दैछौँ। तपाईँलाई स्वागत छ यो होली ब्लगमा। सुरुमा चुकन्दरको जुस निकाल्दैछौँ रातो रङको लागि। हामीले डो रेडी गरिसकेका छौँ। यसै गरी प्याज चपिङ गरिरहेछौँ। मसिनो गरेर चपिङ भइरहेछ। चपिङ गरेर पनि सकिएको छ। अब किमालाई रेडी गर्दैछौँ। किमामा मसला नुन मसला राख्दैछौँ। मोमोमा मोमो मसला स्पेसल छ। आवश्यक अनुसारको मोमो मसला राख्दैछौँ। मसलालाई राम्रोसँग मिक्स गर्ने। स्वादको लागि अजिनामोटो, त्यसै गरी सोया सस, पिरोको लागि धुलो खोर्सानी, त्यसै गरी मरिच आफूलाई स्वाद अनुसारको राख्ने। अब मोमो अचारको लागि भटमास भुट्दैछौँ। भटमासलाई ब्राउन कलर नआउन्जेलसम्म भुटिरहने। यता मोमो फिलिङ हुँदैछ। हामी मोमो बनाउन सुरु गर्दैछौँ। किमा राखेर मोमोको डल्लो अलि राम्रो सेप आएको छैन। हामी घरमै कहिलेकाहीँ बनाएर खाने भएर अलि राम्रो सेप आएको छैन। यता अचारको लागि रेडी हुँदैछ। अघि भटमास भुट्यौँ, अब लसुन भुट्दैछौँ। त्यसै गरी खोर्सानी पिरोको लागि। मोमो बनाउनु जारी नै छ। अब पहिलो भाँडो रेडी हुँदैछ। मोमो अचार पनि रेडी भइसकेको छ। यता मोमो पनि अझै बन्दैछ। मोमो फाइनली पुरै बन्दैछ। अब हामीले स्टिम गर्दैछौँ। साथीहरू मोमो रेडी भएको छ। अब खानको लागि तयारी छ। यसरी नै मोमोको साथ हामीले हाम्रो यसपालिको होली रमाइलो साथ मनाएको छौँ। तपाईँहरूलाई पनि ह्याप्पी होली। बाई बाई।